सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई अनदर मिनी ब्लग। यो चाहिँ दसैँको ब्लग हो। अब तिहार नजिक आउँदा हाल्दैछु, म चाहिँ फुर्सदै नपाएर। यो चाहिँ दसैँको थर्ड डेको ब्लग हो आई थिङ्क। म चाहिँ आन्टीको घरमा टिका लाउन जाँदै थिएँ अनि मलाई बाटैभरि अस्मिताको चाहिँ खुब याद आइरहेको थियो। अहिले उनी अब अस्ट्रेलियामा छिन् अनि बाटो बिर्सेर मलाई यस्तो आपत पर्यो। यता पनि हो जस्तो लाग्छ, उता पनि हो जस्तो लाग्छ। मैले चाहिँ एउटा पिपलको रुख र पसललाई एकदम आफ्नो माइन्डमा राखेको थिएँ, त्यहीँनिर जाने हो भनेर। तर हामी अहिले तल गइसकेका रहेछौँ, फेरि फर्केर अनि बल्ल बल्ल बाटो यही हो जस्तो लागेर हामी अगाडि बढ्यो। यस्तो खत्तम भइसकेको छ नानी बाटो, छिटो डलर पठा त, अब यहाँ पिच गर्नु पर्यो भनेर म चाहिँ बहिनीलाई सम्झिरहेको थिएँ। बल्ल बल्ल यहाँनिर आइपुगेपछि म फाइनली आफ्नो बाटो चाहिँ बिर्सेको रहन्छु जस्तो लागेर अनि हामी गयौँ। आन्टीको घर चाहिँ यही हो। आन्टीलाई चाहिँ खास टिका लाउनु भएको छैन अहिलेसम्म, जुठो परेर। आजको दिन उहाँको टिका खुल्यो अनि अझै हामी छिटो छिटो लाएर फेरि अझै सुर्खेत फर्किनु थियो, त्यसैले हामी बिहानै गएका थियौँ। आन्टी चाहिँ यहाँ पूजाको भाँडाहरू धुँदै हुनुहुन्थ्यो, सबै नयाँ चोखो गराउनलाई। मलाई देखेर एकदम खुसी हुनुभयो अनि भित्र गएर हेरेको त यहाँ आन्टीले सब सजाइसक्नु भएको रहेछ कि। अनि यो ब्यागको ब्यानर पनि यहीँनिर रहेछ, अस्मिता विक्रम लेखेको। अनि आन्टीले चाहिँ अब आजै टिका खुल्ने भएर आजै दैलो टिका लाउँदै हुनुहुन्छ। बहिनीले चाहिँ यहाँ टन्न फुलहरू लगाइसकेकी रहेछन् कि, कस्तो राम्रो बनाएकी रहेछन्। म त बहिनी गएदेखि आउनु पनि आएको थिएन आन्टीको घरमा। अनि आन्टीले यसरी दैलो पूजा गर्नुभयो। तर यो बहिनीलाई मैले कति सम्झाएँ, यहाँ यत्रो यत्रो घन्टी फुल ला भनेर, अहिलेसम्म पनि यसले घन्टी फुल लगाइने कि। दिदीको त इज्जतै छैन, के भन्नु। अब म लगाइदिन्छु घन्टी फुल, तैँले नलाए पनि। अनि हामीले यसरी टिका टालो गऱ्यौँ। सुरुमा त भाइलाई लगाइदिनु भयो आन्टीले, सुरुमा आज टिका खुलेको अनि घरको छोराबाटै लाउनु भयो। त्यसपछि हाम्रो पाल पनि आयो, सबैजनाले टिका टालो लायौँ। अनि आन्टीले खाना यस्तो मिठो खाना बनाउनु भएको थियो, सबै बसेर खाना खायौँ। हाम्रो ब्युटिफुल आन्टी चाहिँ वहीँ हुनुहुन्छ। त्यसपछि सानो कोसेलीहरू पनि दिनुभयो आन्टीले जाँदाखेरि। यति नै हो। थ्याङ्क यू फर वाचिङ, बाई बाई।